नेपाली बजारमा सुन चाँदीको मूल्यले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ। एकै दिन 20,500 रुपियाँले बढेपछि सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य 3,39,300 रुपियाँ पुगेको छ। बुधबार सुन प्रति तोला 3,18,800 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। आज चाँदीको मूल्य एकै दिन 205 रुपियाँले बढेर प्रति तोला 7,505 रुपियाँ पुगेको छ। हिजो चाँदी 7,300 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन 5,560 अमेरिकी डलरमा कारोबार भइरहेको छ भने एक औंस चाँदी 120 अमेरिकी डलरमा किनबेच भइरहेको बताइएको छ। सुन चाँदी व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेकाले यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो। विश्वव्यापी आर्थिक अनिश्चितता, युद्धको जोखिम र विभिन्न देशहरूबीचको राजनीतिक तनावका कारण लगानीकर्ता सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन्। यसका साथै अमेरिकी डलर कमजोर हुनु र विभिन्न देशका केन्द्रीय बैंकहरूले ठूलो मात्रामा सुन खरिद गरिरहनुले पनि सुनको मूल्य थप उकालो लागेको व्यवसायीहरूको भनाइ छ। विश्लेषकहरूका अनुसार हालको अन्तर्राष्ट्रिय अवस्था सामान्य नहुँदासम्म सुन चाँदीको मूल्यमा ठूलो गिरावट आउने सम्भावना कम देखिन्छ। उनीहरूका अनुसार आगामी केही समयसम्म मूल्य उच्च नै रहने र उतार चढाव सहित नयाँ रेकर्ड बन्न सक्ने सम्भावना छ।